अहिले चाहिँ हामी भालुको एरियामा छौँ। ओह भालु भालु उफ्रिँदैछ। यो भालु डेन्जर हुन्छ। हामी अहिले भालु र एउटै बाँदरको एरियाबाट निस्केर फेरि जाँदैछौँ। यहाँ चाहिँ टिकटिके बाघ चितुवा पनि भनिन्छ होला, टिकटिके बाघ पनि भन्छ। तर सुतिरहेछ यो। यो चाहिँ टिकटिके बाघ भन्छ, सानो बाघ। यो चाहिँ बिरालोको एरिया हो। बिरालो कता कता बसेको देखिँदैन यो गाडीभित्र। यसलाई चाहिँ वन भण्डारे भन्दाखेरि बिरालो नेपाली पहाडी इलाकामा चाहिँ यसलाई चाहिँ यो के मनसाप्रो भनिन्छ। यो चाहिँ जङ्गली बिरालो। यो चाहिँ एकदम रमाइलो छ ठाउँहरू। सानो चराहरूको घर रहेछ। सानो चराहरू बसेका छौ। कटेरो चरा भन्ने घर यता हो। यो चाहिँ निरबिरालो भन्ने रहेछ, तर कहाँ बसेको छ देखिँदैन। यो निरबिरालो भन्ने चिज चाहिँ मान्छेलाई उसको अनुहार देखाउँदैन भन्ने बुझिएको छ। यो चाहिँ दुम्सीहरू हो। यहाँ पनि छ वन बिरालोहरू हो। यो अघि देखेन हो। यो बाघ सुतिरहेछ। अनि यो चाहिँ पार्किङ जस्तो देखिएको छ। यो चाहिँ यसो पार्क आराम गर्दै गलेपछि। अनि यहाँ पानी खानको लागि पानीको सुविधा छ। भालु अघि उताबाट देखाउन सकिएन राम्ररी। भालु माथि उसको आराम गर्ने बैठकतिर जाँदैछ। यसलाई चाहिँ गुरिल्ला भनिन्छ। चिम्पान्जी। अब एकछिन पछाडि अर्को साइडमा गएर फेरि भिडियो अपडेट गर्नेछ। अहिले